प्र्याङ्क हो बाबु हामीलाई पनि बोलाउनु कहिले प्र्याङ्क गर्दाखेरि। होइन त्यस्तो प्र्याङ्क मात्रै हो, त्यस्तो होइन। ठिक छ चल। लास्ट चित्त दुख्या छ, मुटुमा ढुङ्गा राखेर तँलाई मैले फोन हाने आउँ यसमा, बुझि कि नै? आउला कि नआउला कुरा गर्न मन थियो नि त, एकचोटि त केही भन्ला भनेर। कि एआईले बनायो त होइन यो? एआई त होइन, के हो यो? होइन त्यस्तो साँच्चै किन गरे हो? होइन त्यस्तो त प्र्याङ्क मात्रै हो। अझै प्र्याङ्क छ, कोही हामीसँग पनि गरिदियो यार प्र्याङ्क स्र्याङ्क। अर्को भिडियो पनि हेर्नु त रेकर्डको। गाइस यो 2 लाइन मेरो गुडीको लागि। ए फर एप्पल, बी फर बल। बिहे गरिहाली? होइन त्यस्तो होइन, कहाँ त्यस्तो तँलाई सम्झाएर लाग्दैन रहेछ, थाहा पाइहाले। झुटो बोल्ने रहेछ त मसँग। म भने मेरो को गर्लफ्रेन्ड छ के छ भनेर म तँलाई सब कुरा भनिदिन्थेँ कि मन खोलेर, बुझि कि नै? यदि भए भए, तर तैँले मसँग झुटो बोल्यो के? दाजुभाइको सम्बन्ध यति नै थियो त भन् त, म त तँलाई आफ्नो भाइभन्दा पनि माथि राख्थेँ कि, बुझि कि नै? ठुलो भइसक्यो रहेछ भाइ। होइन त्यस्तो होइन दाइ, कहाँ ठुलो भन्नु। होइन त्यस्तो, म हल्का बिजी थिएँ मेलातिर, त्यही भएर हो कि लाइफमा धेरै आएको थिएन। मेलातिर हल्का बिजी भएर त्यही भएर हो कि। माफी पनि माग्दैन, केही पनि गर्दैन। अब म के भन्नु, के भनेपछि मागेर हुन्छ? भनेपछि माफी मागेर हुन्छ? म त गर्दैन भनेपछि मागेर। अघिदेखि मैले रोकेर बसिरहेको थिएँ, कति बेला माफी माग्ला र त्यसपछि कुराकानी गराउनु। त्यस्तो होइन, त्यो एक्टिङ अझै हाँसिरहेको छ अझै। अलिकति रुँदा पनि रुँदैन, आँसु पनि झार्दैन दुःखको जस्तो। होइन त्यस्तो, अलिकति आँसु झारेर गएर भनेको भए त म फकिहाल्थेँ त। होइन त्यो दाइ मैले प्रयाङ्क गर्नु खोजेको दाइ, त्यस्तो होइन दाइ। अझै हाँसिरहेको छ, अझै मुखमा हाँसो अझै पनि छ। यस्ता पनि हुन्छन् भाइहरू, दुःख भन्ने कुरा एउटा पनि फेसमा छैन। होइन त्यस्तो प्रयाङ्क मात्रै गरेको दाइ, त्यस्तो होइन, त्यस्तो फसाउने खालको होइन त्यस्तो। फसाउने मतलब लभ चाहिँ हो। चल ठिक छ, आफ्नो जे मन लाग्छ जे मन मर्जी गर्नु, कहिले पनि केही नसोध्नु। भोलिको दिनमा केही भइहाल्यो भने दाइ मलाई यस्तो भयो भनेर सम्झी भने नि 2 थप्पड मेरोबाट लगाउनु पुलिस भनेर भन्नु होला म पुलिसलाई। मेरो तर्फबाट मेरै भाइ हो, 2 थप्पड लगाउँदा हुन्छ, अझै बेसी भनिदिन्छु म त, रोक्नु अहिले बचाउँदैन म। होइन त्यस्तो। अरू के छ दाइ, अरू सुनाउनुहोस्। अझै कन्फिडेन्स छ? होइन त्यस्तो छैन। अझै हाँसो छ मुखमा, लाज नभएको चोडियाको। अझै पनि माफी पनि माग्दैन यार। मैले सरी भनेपछि त दाइ अब हुन्न कि त्यस्तो भन्न खोजेको। चल ठिक छ। मेरी क्रिसमस पनि, क्रिसमसको दिनमा पनि क्रिसमसको ह्याप्पी बर्थडे टु यु भनेन? ह्याप्पी बर्थडे टु यु के अरे कृष्ण जन्माष्टमीको दिन। कृष्ण जन्माष्टमी बनाइदियो यार क्रिसमसलाई, के भन्नु अब यार। कृष्ण जन्मदिनको लागि के गर्नु यार, म त सक्दिनँ यार यसलाई। खाना खाए? खाना खाइसके। ल चल ठिक छ, पछि भेटौँला, पछि कुराकानी गरौँला है। पछि हिसाब किताब हुन्छ सब कुराको, जाने कि नै? पछि हिसाब किताब हुन्छ। म आए बेला मलाई पनि प्र्याङ्क गराइने भने रोक्न जानेको छु मैले। सोचा कृष्ण जन्माष्टमी बनाइदियो यार।